हेर्नुहोस् यता नजारा कुछ यस्तो छ हो म चाहिँ जाँदैछु माथि घाटोमा हो अन्त बाटोमा के हुन्छ तपाईँहरूलाई देखाउँछु हेर्नुहोस् यस्तो दामी भ्यू भइरहेको छ है अब हामी चाहिँ आधी बाटो पुगिसक्यो हो अनि बाटोमा भ्यूहरू दामी दामी छ तपाईँहरूलाई देखाउँदै गर्छु हेर्दै गर्नुहोस् होला गाइस हामी चाहिँ फाइनली त पुगिसक्यो हो अन्त यताको यो चाहिँ के भन्छ खान्डाला वाटरफल्सको त्यहाँ पुग्यो हो यो चाहिँ त्यहाँदेखि अलिक माथि हो अन्त यताको नजारा जस्तो कुछ छ घाम पनि लागिरहेको छ हो यस्तो दामी छ हेर्नुहोस् बाटोतिर यसरी आइसहरू पनि छ हो यस्तो छ कुछ यताको भ्यू माथिनिर पनि म तपाईँलाई देखाउने वाला छु एकदमै दामी छ माथितिर माथिनिर चाहिँ कटो हो त्यो माथिनिर चाहिँ आइसहरू पुरै जन्मिरहेको छ एकदमै दामी देख्दैछ हेर्न सक्नुहुन्छ जुम गरेर देखाउँदैछु हो यस्तो दामी छ सो हेलो गाइस हामी चाहिँ यता माथि पुगिसकेको छु हो अन्त अहिले चाहिँ यता माथिनिर देख्दैछु एकदमै मजा आइरहेको छ यतानिर स्नो पनि भइरहेको छ हो अन्त माथि ब्याकग्राउन्डमा देख्दै गरेको चाहिँ टुरिस्टहरू पनि एकदमै इन्जोय गर्दैछ एकदम खुसी लाग्यो यस्तो युङहरू देख्दाखेरि हो अब तलनिर हाम्रो गाउँतिर त के भन्छ आइसहरू युङहरू पर्न लागि त अब सिजन गइसक्यो हो अब अहिले चाहिँ यता माथि यता साइडमा चाहिँ एकदमै दामी युङ परिरहेको छ हेर्नुहोस् एकदमै मजा आइरहेको छ ऊपर चाहिँ त्यो माउन्टेन हो एकदमै दामी छ त्यहाँ माउन्टेन पनि कुछ यस्तो भ्यू देख्छ सो गाइस अहिले चाहिँ म चाहिँ युङमा मजा गर्दैछु है एकदमै मजा आउँदैछ यो युङ हेर्नुहोस् वाउ एकदमै दामी छ यो युङ हो एकदम फ्रेस मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ युङ आइस हो एकदमै मजा आइरहेको छ हो यस्तो युङ खेल्नु पाउँदा मलाई पुरा मनपर्छ यस्तो युङहरू हो अन्त तपाईँलाई अझै देखाउँछु म यता अगाडि यस्तो हिँड्दै पनि जाँदैछु हो यहाँनिर चाहिँ फ्रेस स्नोफल भएको छ है हिजो लास्ट नाइट भएको जस्तो लाग्यो एकदमै दामी छ यतानिर यो वा एकदमै सेतो छ है माथि पनि दामी छ आजको वेदर पनि एकदमै दामी घाम लागिरहेको छ हो गाइस एकदमै दामी छ हो अब हामी चाहिँ एकछिन तल वाटरफलसम्म जान्छौँ होला त्यहाँदेखि चाहिँ ब्याक हुन्छु हो अब वेदर पनि हल्का हल्का क्लाउडी हुँदैछ है हेर्नुहोस् यस्तो छ नजारा कुछ यस्तो हो त्यो भएर फर्किनुपर्छ नि त बेसी त्यो गऱ्यो भने फेरि पानी पर्छ हो त्यो भएर स्नोहरू एकदमै दामी छ गाइस अहिले चाहिँ हामी यता खानफल छु हो अन्त यो चाहिँ माथि कटाको खानफल छु हो अनि है अनि यो चाहिँ हो खानफल्स यो चाहिँ माथिको हेर्नुहोस् यस्तो दामी छ खानफल्स टुरिस्टहरू पनि त्यहाँ एकदमै इन्जोय गरिरहेको छ हो हेर्नुहोस् यस्तो दामी छ हो यस्तो रिभर फ्लो भइरहेको छ यो वाटरफल्स हो यो साइडमा आइसहरू पनि देख्न सक्नुहुन्छ दामी छ नि कुछ यस्तो छ यताको भ्यू गाइस लाचुङको नजारा हो त्यो तल देख्दै गरेको सब लाचुङ हो हामी चाहिँ लाचुङको भ्यू पोइन्टमा आएको छु यस्तो दामी चल्दैछ अहिले यस्तो दामी छ हामी फर्केको घर हो अन्त बाटोमा यस्तो दामी भ्यूहरू छ है हेर्नुहोस् त कस्तो दामी हावा पनि चल्दैछ हो यो चाहिँ माथिको भ्यू पोइन्ट हो अन्त हामी चाहिँ अहिले ब्याक हुँदैछु अन्त बाटोमा कस्तो दामी नजाराहरू हेर्नु पायो हो
अब हाम्रै ठाउँमा यस्तो दामी दामी घुम्ने जग्गाहरू छ हो। अन्त तपाईँहरू पनि के भन्छ यता आउनु सक्नुहुन्छ। एकदमै दामी दामी जग्गाहरू छ हो। यो चाहिँ नर्थ सिक्किम लाचुङमा हो, काटो साइडमा हो। यो चाहिँ भ्यू पोइन्टहरू एकदमै दामी छ। अब हामी चाहिँ घर फर्केको। अब आजको भिडियो त त्यस्तो डरलाग्दो केही खास छैन है। यस्तै छ अब लाचुङको नजाराहरू, माथिको भ्यू पोइन्टहरू, त्यही वाटरफल्सहरू देखाएको छु है। आजको भिडियो यतिमै राख्न चाहन्छु।